तर मात्रै मिल्दैन हमारे बिहानी मम्मीले ल्याइदिनु एक सेकेन्ड पनि रहेन त टिका हे तपाईँलाई नै तल क्या तपाईँ पनि बाउकै पारा श्रीमान त श्रीमान हो नि गएर भएन के गर्नु म गर्ने करा छ सानो भनेको सानो उभिएर पनि टिका लाउनु पर्ने स्थिति खाली मलाई कराउँछ के गर्नु वर्षको 6 महिना राम्रो 6 महिना नराम्रो हुन्छ एक कुनकालको 10 हो म जान्दिनँ कुरा भान्जाले भने यो छलफल पुर्दै दिन्छौ अधर्मी अनि त्यहाँ छलफल के गर्नु निर्णय गर्नु म त यो कस्तो लाग्छ जिन्दगीमा पनि सबजना भेला आउने आमा टाली भरे बिरामी होस् न भाइको घर टिका लाउन आउँदाखेरि भान्जा त मेरो भान्जा सधैँभरि भान्जी हुन्छ आदरणीय अनि के आज एक दिनको लागि मात्र भान्जा सोध्नु भयो क्या मैले पत्याको भान्जा चाहिँ भान्जा हो के गरेर खान्छ भने एउटा आश छ अरू त सबै ट्यापे मुन्द्रे गजेडी हुन्छ के गर्नु बम्नी जस्तो इन्डिया गएर भान्जी त हुँदैन नि भान्जा जस्तो लाग्छ अनि मेरो भान्जा सधैँ भान्जा नि हुन्छ होला भान्जै हुन्छ होइन भान्जा हुन्छ क्या मजाले तपाईलाई बाउको बेथाले थियो क्या वन्यको गराउँछ पैसा बाउ वहाँ 81 नराम्रो बोल्दा मलाई मेरो छोरीको भाग मेरो बेग्लै दिनुपर्ने भयो होला 2065 सालमा आउनु भएको यो 72 सालको टिका लगाइदिएछ भन्नु नाङ्गै 62 सालमा आउनु भएको ए पोर पनि आउनु भएको के भन्नु भएको 62 सालमा आएको उहाँ गाउँबाट चाहिँ 22 सालमा झर्नु भएको पैसाको कुरा होइन नि त्यो कुरा छोड्नु 62 साल साउने सङ्क्रान्तिको दिन आएको खट्टु नलाइ मैले चाङ चाहिँ नि चाङ एकदम पुरा देखाएर बोकेर मैले खनी खुवाएको भान्जाहरू हो छिम गरे अरू भान्जा भान्जीको मलाई सरकार भएन तर शान्ति र राज भनेको मैले बोकेर हुर्काएको भान्जा भान्जी हो तर पनि त्यो भन्न चाहिँ फरक पर्छ के खल्ती नै नहुनु रहेछ त्यही भएर त बोक्नु पर्छ झैमटारा जानला कति पैसा छ मलाई ल्याउ न माइत आउँदा यस्तो लान्न आउने फेरि म बोकिदिइहाल्छु पैसा धेरै दिएछ भन्नु न धेर देख छोड्दे बेला छोड्दे त भन्दैन होला तपाईलाई पैसा लिन आएको होइन नि